मलङ्गवा नगरपालिका वडा नम्बर 8 स्थित रहेको यो भन्सार कार्यालय, सर्लाही भन्सार कार्यालय डुबानमा परेको छ। हिजोदेखि भएको अधिक चेक जाँच, अहिले मुख्य नाका, सर्लाहीको मुख्य नाका यो अहिले ठप्प भएको छ पानीले गर्दा, पुरै डुबानमा छ। पुरै पानी छ, पानीले भरिएको यो मलङ्गवा नगरपालिका वडा नम्बर 8 अन्तर्गत नेपाल भारत सीमा क्षेत्रको अवस्था। नेपाल भारत सीमा अहिले आवागमन समेत बन्द भएको छ। पुरै पानी वर्षा भएपछि हिजोदेखि वर्षाको पानी, बाढीको पानी, झिम खोलामा आएको पानी यता पछि यो सर्लाही भन्सार कार्यालय डुबानमा परेको छ।